नमस्कार है सबैमा। नमस्कार। हामी चाहिँ गाउँपालिकाको घर घरमा स्वास्थ्य अभियान अन्तर्गत घर घर डुलेर खोप लगाउँदै हिँडेको। यही भेटिनुभयो धेरैजना। 60 वर्षभन्दा माथिको को हुनुहुन्छ सबैको नाम र उमेर भनिदिनु न। म धतुरे 65 वर्ष। ए है म चाहिँ खुबीका बाउ 62 वर्ष। पनि उहाँहरू चाहिँ मेरो बडा 65 वर्ष, बडी आमा 67 वर्ष होइन त? म भन्दा 1 वर्ष जेठी छु नि। लु अब खोप लगाइहालौँ। खोप लाउनु अगाडि खोपको बारेमा बताऊ। यसले चाहिँ वृद्धावस्थामा शरीरलाई चाहिने पौष्टिक तत्त्वहरू सप्लाई गर्छ। त्यही भएर अलि बिस्तारै। ए है यो खोपको असर खराबी त केही छैन नि? त्यस्तो केही खराबी छैन। यसको असर भनेको एउटा मात्रै छ, त्यो भनेको यो खोप लगाएपछि सन्तान चाहिँ हुँदैन। हामी चाहिँ नहानौँ होला। ल किन नि? बुढेसकालमा एउटा सन्तान जन्माउने कोसिसमा छौँ।